हेर्दा मात्रै राम्रो है Oh my god, एउटा फ्यामिलीलाई पुग्ने नै छ है चिकन होइन। अब एउटा भेज परेको छ यहाँनिर हो, आफू पऱ्यो नन भेज। अब सिङ्गल मगाउँदाखेरि यति धेरै हुन्छ है। अब माई गड, अब यसलाई अबदेखि चाहिँ म पनि भेजिटेरियन हुने बेला भयो त नि होइन। Oh my god, how to finish this all alone, okay? Cashew nut. Are you not going to eat this? No. My god. कस्तो हुन्छ अब त म पनि भेजिटेरियन हुने बेला भयो। सिङ्गल मगाउँदा खानु भियतनामी खाना चाहिँ थाइल्यान्डको जस्तो त्यति साह्रो चाहिँ बनाउँदैन रहेछ, तर हामीले चाहिँ पाए होइन पिरोको लागि चाहिँ आफ्नै धरानको अगुवारी सानेको लिएर आएको छौँ होइन। अब यसले चट्टा हालेर पिरो बनाएर पिरो बब्बाल भयो अर्किनु गरी पिरो को पनि रहेछ खाना मिठो। आफ्नो अचार हालेपछि झन् बब्बाल। Một bạn có यसको नाम थाहा छैन, फर्स्ट टाइम खानु थियो भने कस्तो हुन्छ टेस्ट गर्छु ल। बच्चा हुँदो रहेछ भित्र, यसको बच्चा पनि हुँदो रहेछ भित्र, एकदमै गुलियो रसबरी जस्तो हुँदो रहेछ। अहिले हामी चाहिँ यो भियतनामको हानोईको स्ट्रिटमा छ अनि यो बन्मी भन्छ चिकन बन्मी अब एकदमै फेमस खानेकुरा खाँदैछौँ। गुड नो यु हेभ टु टेक हाफ अफ हर फुड हालिदिए त काली। Too much for me. I asked a little bit. I asked for. Em được chili, em qua, đúng không? मैले चाहिँ नखाएको भियतनामी खाना चाख्दा होइन अब यो छ होइन, यो चाहिँ हामीले बनाएको पनि हो, तर अब धेरै कुरा खाइसक्यो है।
खानु सकिँदैन तर पनि अब यो चाहिँ त्यो उसको पत्ता जस्तै छ बेसारको पत्ता होला सायद होइन अब भिडियोतिर देखिरहेको र यो पातै पातले बेरेको यो चाहिँ मेवा अनि चामलको पिठो अनि चिनी र अलिकति कलर हालेर बनाएको थियो अनि हामीले पनि बनायौँ कति पत्र हुँदो रहेछ खानु चाहिँ अब त्यतिखेर त किन्यौँ कि तर कति पत्र हौ खोलेपछि त लुकाउनु गाह्रो पो होला ओभर स्टिकी हुन्छ यिनीहरूको चाहिँ जेमा पनि स्टिकी राइस चाहिँ हुँदो रहेछ है यस्तो हुन्छ भित्र चाहिँ ट्राई गरेँ ल मिठो मिठो छ त अगाडि चाहिँ भएर खान सकिँदैन खेल्नु जान्छ होला अब बन्द गर्नु आउँदैन बन्द गरेर त्यसलाई चाहिँ हाम्रो जस्तो सबै खाइसक्नु पर्ने है